नमस्कार साथीहरू, हामी हाम्रो देश नेपाल जसलाई एक स्वतन्त्र र सार्वभौम मुलुकको रूपमा परिचय दिन्थ्यौं। तर दैनिक रूपमा नेपालमा भएका क्रियाकलाप हेर्दा यो त केवल भनाइ मात्र बन्न पुगेको छ, जसको एउटा उदाहरण छ सुनसरीबाट सुरु भएको जनआन्दोलन। कुरा हो 2083 श्रावण 10 गते आइतबारको राति करिब 9 र 10 बजेको बीचमा सुनसरीको देवानगञ्जबाट एउटा टोली सप्तकोशी नदीतिर बोलबम यात्रामा निस्किएको थियो। यो समूहले ठूलो आवाजमा डीजे बजाएको भन्दै कप्तानगञ्ज भन्ने ठाउँमा अर्को समुदायका केही मानिसहरूसँग उनीहरूको विवाद हुन्छ। केही रिपोर्टहरू अनुसार कप्तानगञ्जमा 30 भन्दा अगाडिदेखि नै सडकको पोलमा धार्मिक झण्डा राख्ने विषयमा ती दुई समुदाय बीचमा विवाद भइरहेको थियो। यो समाचार अनुसार भनाभन हुँदै सुरु भएको त्यो विवाद यसरी बढ्छ कि एकअर्का प्रति आक्रमण हुँदै घर र पसलहरूमा तोडफोड हुन थाल्छ र दुर्भाग्यवश सबैले नियन्त्रण लिने क्रममा प्रहरी र सशस्त्र प्रहरी बलले बल प्रयोग गर्न थाल्छ। उनीहरू बीच झडप हुन थाल्छ र गोली चल्छ, जसबाट 10 जना सर्वसाधारण र 13 सुरक्षाकर्मी घाइते हुन्छन्। सर्वसाधारणतर्फ घाइते भएका सबैलाई गोली लागेको थियो, जसमध्ये एकजनाको मृत्यु हुन्छ। यो घटना सुनसरीबाट सुरु भएको थियो, तर त्यसपछि भने देशभरका धेरै ठाउँमा प्रदर्शन सुरु हुन्छ। सुनसरीका विभिन्न ठाउँमा त लगातार दुई समुदायको बीच झडपहरू हुन्छन्। त्यसपछि प्रशासनले त्यहाँ धेरै स्थानमा कर्फ्यू जारी गर्छ र कर्फ्यूले पनि स्थिति नियन्त्रण हुन नसकेपछि त्यहाँ नेपाली सेना नै परिचालन हुन्छ। तर पनि त्यहाँ पूर्ण रूपमा स्थिति नियन्त्रणमा भने आउँदैन। यसरी दुई समुदाय बीचको विवादले यसरी उग्र रूप लिन थाल्छ कि त्यहाँ चौथो दिन पनि ठाउँ ठाउँमा प्रदर्शन, झडप र एकअर्काको समुदायलाई निशाना बनाएर हिंसाका घटनाहरू हुन रोकिँदैनन्। तर सुनसरीको भारतीय सिमाना नजिक रहेको देवानगञ्ज, हरिनगरा, बुटा लगायतका स्थानमा यो खालको विवादको लागि नयाँ ठाउँ भने होइन। योभन्दा अगाडि पनि यहाँ दुई समुदाय बीच विवाद हुने, झडपहरू हुने र कर्फ्यू लाग्ने गरेको थियो। जस्तै 2080 सालको यो समाचार हेर्नुहोस्। त्यस बेलामा पनि सामाजिक सञ्जालमा पोस्ट गरिएको विषयमा सुरु भएको विवादले यसरी सामुदायिक हिंसाको रूप लग्छ कि सुनसरीको 5 स्थानीय तहमा कर्फ्यू लगाउनु पर्ने स्थिति आउँछ। तर फेरि सुनसरी वा देवानगञ्ज मात्र होइन, पछिल्ला केही वर्षहरूमा हेर्ने हो भने हामीले सोच्दै नसोचे जसरी यो जातीय सामुदायिक भेदभाव र विवादहरू देशभरि यसरी फैलिँदैछन् कि यसलाई समयमै नरोक्ने हो भने अन्य छिमेकी देश जस्तै हाम्रो देशमा पनि ठूलो सङ्कट आउन बेर छैन। अघिल्लो वर्ष र त्योभन्दा अगाडिको वर्षहरूमा पनि यसै गरी हिन्दू र मुस्लिम दुई समुदाय बीच झडप भएको थियो। त्यसैले यो घटनामा कसको दोष हो भन्ने कुरा मुख्य होइन। यो कुरा त त्यो भन्दा निकै ठुलो कुरा हो जुन हामी सबैलाई बुझ्न जरुरी छ। नेपालको पछिल्लो जनगणना अनुसार नेपालमा क्षेत्री, ब्राह्मण, मगर, थारू, यादव, नेवार जस्ता 142 वटा जातजातिहरू छन्। 124 वटा मातृक भाषाहरू छन् र 10 वटा धर्महरू छन्। हरेक जाति धर्मले अलग अलग रीतिरिवाज मान्छन्। एउटाको लागि मान्य हुने कुरा अर्कोको लागि अमान्य हुन्छ। जस्तो एकले सुँगुरको मासु हरेक संस्कारमा प्रयोग गर्छन्, अर्कोको लागि त्यो छुन पनि नहुने वस्तु हो। गाई गोरुको मासु चल्ने जाति र धर्महरू पनि छन्। अर्कोतिर दुवैलाई पूजा गर्नेहरू पनि छन्। जन्म, मृत्यु र विवाहहरूको आफ्नै संस्कार छन्। धर्म, ग्रन्थ र त्यसका मान्यताहरू फरक फरक छन्। एक आपसमा लडाई गर्ने र मार्ने न्यू नै चाहियो भने हामीलाई विभाजन गर्नका लागि यी फरक पहिचान नै पर्याप्त छन्। यस्ता मुद्दाहरू साना देखिए पनि यिनीहरूले पुरै देशलाई नै असर पार्छन्। हाम्रा छिमेकी देशमा पनि राजनीतिक सत्ताको लागि पनि यस्तै कुराहरूमा लुकेर विवादहरू सिर्जना गर्छन्। जहाँ यस्ता विवादहरूमा फाइदा भने तिनीहरूको हुन्छ जसले भित्रभित्रै विवादहरू सिर्जना गर्छन् र पीडा र दुःख त्यसलाई खेप्नुपर्छ जसको द्वन्द्वबाट कुनै सरोकार नै छैन। हामीलाई थाहा हुनुपर्छ कि हामी हाम्रो देश नेपालमा धेरै जाति थरीका मानिसहरू छौँ र आजसम्म यसरी मिलेर बसेका छौँ। यही कुरा हाम्रो राष्ट्रगानमा पनि उल्लेख छ। त्यसैले कसैले हामीलाई द्वन्द्व सिर्जना गर्न हाम्रो जात धर्मले भड्काउँछ भने एउटा कुरा के सम्झिनुहोस् भने हाम्रो पहिलो जात र धर्म भनेको मानव हो। पहिले मेलमिलापमा विश्वास गर्ने हाम्रो देश तर पछिल्ला देखिएका घटनाहरूले सयौं थुङ्गाको माला कमजोर हुँदै गएको देखाउँछ। तर यो आफै भएको होइन। धेरै हदसम्म जानी जानी सीमित स्वार्थको लागि वर्षौंदेखि सद्भाव भएको नेपालमा घृणाको बिउँ रोपिएको छ। हाम्रो देशमा पनि अन्य देश जसरी यसलाई एक राजनीतिको तरवारको रूपमा लगिएको छ। छिमेकी देशमा जसरी व्हाट्सएप र सोशल मिडियाको प्रयोग गरेर फरक समुदाय र धर्मको मान्छेहरूलाई एकअर्कासँग खतरा छ भन्दै दुवै पक्षमा डर जगाउँदैछन्। एकअर्काको विरुद्धमा अब हल्लाहरू फैलाएर घृणा जगाउँदैछन्। यो घृणा र डर बढ्दै जाँदा बिस्तारै एकअर्काको विरुद्ध हिंसा गर्नको लागि नै तयार पारिँदैछन्। 2061 सालको भदौ 16 गते इराकमा 12 जना नेपालीको आतंकवादी समूहले निर्मम तरिकाले हत्या गर्छ, जसबाट आक्रोशित नेपालीहरूको भिडले यहाँ आन्दोलन सुरु गर्छन्। त्यस भिडले मस्जिद, मुस्लिम देशका दूतावासहरू र एयरलाइन्सहरूको अफिसहरूमा आक्रमण पनि
गर्न थाल्छ। कैयौं मुस्लिमहरू त्यो भिडको आक्रमणमा पर्छन्। यस्तै दंगा भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि पनि भएको थियो। सिख बडीगार्डले उनको हत्या गरेको भन्ने खबर फैलिएपछि त्यहाँ छानी सिख समुदायका मानिसहरूमाथि आक्रमण गरिएको थियो। यी दुवै द्वन्द्वमा ती निर्दोष नेपाली मुस्लिम र निर्दोष भारतीय सिखहरूको के दोष थियो र? कसैले त आफूमाथि आक्रमण गर्दा कारण के हो भन्ने पनि थाहा थिएन होला। तर अर्को समुदायप्रति हामीभित्र बढेको घृणाका कारण हामी यो सबै देख्दैनौँ। अर्को व्यक्ति पनि मानिस नै हो जसको हाम्रो जस्तै परिवार छ, सपना छ, जीवन छ भन्ने देख्दैनौँ वा सोच्दैनौँ। मानिसहरू विभाजित भयो भने घृणा र डरको राजनीति गर्न सजिलो हुन्छ। अब यो राजनीति कसरी हुन्छ भन्ने बुझ्न जर्मनीको उदाहरण हेर्न सकिन्छ। जस्तो जर्मनीमा हिटलरको समूहले सुरुमा जर्मनीका मेजोरिटीमा रहेका आर्यनहरू विशेष हुन्, अरूभन्दा हाम्रो इतिहास एकदमै महान छ भनेर प्रोपोगेन्डाहरू फैलाएका थिए। त्यसपछि जर्मनीलाई त्यहाँबाट भएको माइनोरिटी जुइजहरूको खतरा छ भनेर भन्न थाले र यो खतराबाट आर्यनहरू र जर्मनीलाई जोगाउनको लागि कसैले सक्छ भने त्यो नाजी पार्टी र हिटलरले मात्र सक्छ भन्ने दाबी गर्न थाले। यस बारेमा यति धेरै प्रोपोगेन्डा अनि झुट खबर फैलियो कि त्यसले सिर्जना गरेको घृणा र डरको राजनीतिले त्यसपछि करिब 10 वर्षभित्र 60 लाख जीवहरूको सामूहिक हत्या भयो। त्यो सबैको सुरुवात त्यही घृणा र डरबाट भएको थियो। यस्तै खालको डरको माहौल हामीले हाम्रो छिमेकी देश भारतमा पनि देख्न थालेका छौँ। नेपालमा पनि यो मेजोरिटी र माइनोरिटीको नाममा राजनीति हुन सुरु भएको छ। अनि रुवान्डामा पनि हितु र तुची समुदायबीच 1994 मा हिंसा फैलिएको थियो। त्यहाँका काङ्गारा नामको पत्रिका र RDLM नामको रेडियो जस्तो मिडियाहरूले माइनोरिटीहरूमा रहेको तुच्छीहरू विरुद्ध घृणा फैलाउने काम गर्थे। मेजोरिटीमा रहेका हुतुहरू त्यहीको माटो हुन् र बाहिरबाट आएका तुच्छीहरूका कारण रुवान्डा खतरामा छ भन्ने भ्रम उनीहरूले फैलाउँथे। त्यहाँको सरकारले नै हुतु र तुच्छीहरूलाई जातको आधारमा परिचय पत्र दिएर औपचारिक रूपमा विभाजन गरेको थियो। अनि सन् 1994 मा त्यहाँको राष्ट्रपति चढेको विमानमा मिसाइल आक्रमण हुन्छ। अहिले त्यो मिसाइल आक्रमण हुतुले नै हानेको भनेर भनिन्छ। तर त्यस बेलामा घृणा फैलाउनको लागि मिडियाहरूले तुच्छीहरूले मिसाइल हानेर उनको हत्या गरेको भनेर झुटो खबर फैलाइदिए। जसपछि सुरु भएको हिंसा करिब 100 दिनसम्ममा करिब 10 लाख जति मानिसहरूको हत्या भएको थियो। करिब 2,50,000 महिलाहरूको बलात्कार भएको थियो र त्यो भन्दा बढी संख्यामा मानिसहरू शरणार्थी भएका थिए। त्यसमा अधिकांश माइनोरिटी तुची समुदायका मानिसहरू थिए। इतिहासकै सबैभन्दा हिंसक साम्प्रदायिक हिंसा पछाडि रुवान्डाले आफ्नो समाजमा भएको त्यो जातीय विभाजनलाई यसरी कम गरेको छ कि अहिले सामाजिक सद्भावको लागि रुवान्डा उदाहरण बनेको छ। रुवान्डा त्यसपछि जातीय राजनीति भन्दा पनि विकासको राजनीतिमा ध्यान दिएको छ। कागजपत्र र कुराकानीहरूमा जातीय पहिचानलाई कम गरेर सबै नागरिकहरूलाई रुवान्डस भनेर पहिचान दिने गरेको छ। स्कुलहरूमा त्यो नरसंहारको बारेमा पढाइन्छ ताकि सामाजिक विभाजनले ल्याएको त्यो कालो समय कसैले पनि नबिर्सियोस् र कसैले पनि फेरि नदोहोऱ्याओस्। अहिले रुवान्डा अफ्रिकाको एकदमै छिटो विकास भइरहेको व्यवस्थित देशको रूपमा चिनिन्छ र यसलाई सिङ्गापुर अफ द अफ्रिका पनि भन्ने गरिन्छ। जबकि 1994 मा रुवान्डा जस्तै सामाजिक विभाजन भएका सुडान जस्ता देश अझै पनि हिंसा र गरिबीको चक्रमा फसिरहेका छन्। यता रुवान्डा भने ती विभाजनलाई चिरेर अगाडि बढ्न सिकेको छ। तर रुवान्डाले यो कुरा 10औं लाख मानिसहरूको ज्यान गुमाइसकेपछि मात्र बुझ्यो। आशा छ कि हामीले यो कुरा बुझ्नलाई यस्तो नरसंहार भोग्न नपरोस्। हेर्नुहोस् साथीहरू, हाम्रो पहिलो जात भनेको मानव हो र पहिलो धर्म भनेको मानवता हो। कुनै राजनैतिक दल या कुनै समूहले भड्काउन खोजे पनि हामीले हाम्रो मानवता जीवित राखेर द्वन्द्वलाई त्याग्नुपर्छ। कसैले तिम्रो धर्म खतरामा छ, तिम्रो देश, तिम्रो समुदाय खतरामा छ भन्दै प्रोपोगेन्डा फैलाइरहेकाहरूले अन्तिममा हामीलाई पुर्याउने भनेको जर्मनी र रुवान्डाको जस्तो हिंसा र नरसंहार मात्र हो। र त्यसको चरम रूप देखिसकेका जर्मनी र रुवान्डाहरू जस्ता देशले आफूलाई अहिले त्यो जातीय विभाजनबाट निकै पर राखिसकेका छन्। हामीले पनि त्यही गर्न जरुरी छ। हाम्रो शत्रु भनेको कुनै जात वा धर्म होइन, गरिबी, बेरोजगारी र अन्याय हो। यो जात त्यो जात भन्दै झडप गर्नुको साटो एक भएर हाम्रो मूल शत्रु गरिबी, बेरोजगारी र अन्यायसँग लड्नुपर्छ। हामी कोही नहार्ने गरी, कोही नमारिने गरी लड्नुपर्छ। सबैले जित्ने गरी लड्नुपर्छ। यसरी नै हामी हिन्दू वा मुस्लिम, मधेसी वा पहाडी, ब्राह्मण वा दलित होइन, हामी सबै नेपाली हौँ। हाम्रो एउटा साझा पहिचान भनेको नेपाली हो। हामीले यो द्वन्द्वको बारेमा नसोचेर हाम्रो पछि आउने पुस्ता र देशको विकासकोमा सोच्न जरुरी छ। निर्णय हाम्रो हातमा छ। हामी यसरी नै भेदभाव र द्वन्द्वको बाटो हिँडी नेपाललाई रक्तपातको भूमि बनाउने कि मिलिजुली देश बनाउने? आफ्नो विचार कमेन्ट गर्नुहोला र गाँठी कुरो परिवारमा अझै पनि जोडिनु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर र छेउमा रहेको बेल आइकन पनि थिच्नुहोला। यो भिडियो पुरा हेर्नु भएकोमा धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला। सी यू अन नेक्स्ट भिडियो।